प्लानिङ गर्दैछौँ क्या आज सन्चो बना के को प्लानिङ हो भन्दाखेरि हामी चाहिँ अब जापानमा बस्दाखेरि बसिहरूकन इन्ट्रोडक्सन दिन्छु कि तिमीले गराउँदै भयो हामी चाहिँ जापानमा 2 वर्ष भयो बसेको होइन हामीलाई धेरै आइडिया आइसक्यो कि अब बिजनेस के गर्ने भयो बनाउनु उता म यहाँ इन्ट्रोडक्सन दिँदै थिएँ कि होइन अनि त्यसपछि हामीले 2 वर्षसम्म बिजनेस प्लान गराइसक्यो अब बिजनेस प्लान के हो भने मैले चाहिँ नेपाल गएर शान्तिमा बिजनेस प्लान गराइरहेको थिएँ तर सबैले के भन्यो भने म गएर एयरपोर्ट गराउँछु भने अब एयरपोर्ट गराउनु भएपछि त पैसा चाहियो पैसा चाहिँ मसित लोनमा मैले लोन दिन सक्दैन मैले पुरै एयरपोर्टै दिएको अब एयरपोर्टदेखि हाम्रो सबै प्लानिङ भइसक्यो अब एयरपोर्टदेखि आउनु म एयरपोर्ट दिइहाल्छु भर्खरै अब यहाँ अब भयो है यस्तो गरौँ होइन अब यो एयरपोर्ट भयो यहाँको यो एयरपोर्टको दरवाजा हो होइन यताबाट एक्जिट है यो एक्जिट हो होइन यतापट्टि पुरै सहर छ हिमाल छ नेपाल हो नि त हिमाल हुनु पऱ्यो हिमाल छ अनि अब एयरपोर्ट हुन्छ यहाँनिर होइन अब सबैले एयरपोर्ट खोल्न लागेको कहाँ हो भन्दाखेरि नेपालमा भएपछि अब हामीलाई त अब एरोप्लेन चाहियो एरोप्लेन आयो ल कतिखेर आउँछ नि त एरोप्लेन फेरि होइन 十分の強度の紐が細い糸とかだけをちゃんとしたワイヤーがあれば यो चाहिँ एरोप्लेनका खुट्टा होइन यो चाहिँ अब हामीले त बिजनेस गर्न लाग्यो नि त मान्छे चढाउनु नि पर्यो यहाँ अझ अर्को मान्छे किडन्याप गर्ने चढ्न मानेन किडन्याप गर्नु पर्दैन प्लेनमा त सो छ भने सबैजना यस्तो हो कि होइन के अरे के भन्यो अरे प्लेनमा त प्लेनभित्र त होइन त्यहाँ किडन्याप गर्नै पर्दैन कि हामीले सहरमा रिक्कीलाई छोडिदियौँ भने सबै भागेर एयरपोर्टमा आउँछन् कि अनि त्यसपछि अब यो प्लेन भयो होइन अब कसैले अब मलाई चाहिँ अलि सानो ठाउँमा जाँदाखेरि चाहिँ मलाई हेलिकप्टर अलि चाहिन्छ कि अब हेलिकप्टर गराउनु पऱ्यो होइन हेलिकप्टर यो चाहिँ मेरो हेलिकप्टर पर्सनल हो होइन अब यो चाहिँ मेरो एरिया भयो होइन हेलिकप्टरको मात्र याद लेख्न पऱ्यो नि त होइन हेलिकप्टरको ठाउँ भयो अब मलाई चाहिँ प्राइभेट जेट मनपर्छ प्राइभेट जेट पनि खतरा बढी भएको गरौँ होइन यो चाहिँ प्राइभेट जेट हो फेरि यो कस्तो खाले न्यू यो प्राइभेट जेट भनेको मलाई जस्तो मनपर्छ त्यस्तै बनाएको प्राइभेट जेट भयो होइन त्यो प्राइभेट जेट होइन अब तिमीलाई के मनपर्छ रकेट अब उनीलाई रकेट मनपर्छ अब रकेट त गराउनु पऱ्यो होइन अब रकेट रकेट चढेर चन्द्रमा जाने रकेट गराउनु पऱ्यो होइन अब यत्रो बिजनेस प्लान छ होइन यत्रो रनवे छ होइन अब यिनलाई यो सबैको रकेट स्टेसन नि बन्यो मेरो हेलिकप्टर र प्राइभेट जेट पनि बन्यो अब हामी भ्याकेसन भनी जानु पर्छ होइन भ्याकेसनमा म चन्द्रमा तिमी चन्द्रमा रकेटमा चढेको हुन त त्यो नि हो रकेटमा चढ्छन् सबिङ जान्छन्
चन्द्रमा होइन म जान्छु आफ्नै रकेट बनाउँछु मेरो रकेट बनाउँछु मेरो नि रकेट छ होइन अनि त्यसपछि मेरो रकेट चाहिँ अलिक टाढो टाढोसम्म जान्छ यो जान्छ घामसम्म जान्छ घाम जाँदाखेरि त मर्छ सुन्ने होला मरिन टाढैबाट सनबाथले पनि हो अब पृथ्वीमा त हामीलाई जस्तो हामीलाई अलि मेसोमेरी जस्तो त ठाउँ त छैन अब म जान्छु मार्समा यो हो मार्स स्पेलिङ बिग्रियो होला तैँले खैर केही छ इङ्ग्लिसको चिङ्गिदिनु होला होइन तैँले अनि सनबाथ ल्याइसकेपछि चाहिँ म मार्समा जान्छु कपडा फेर्छु कपडा फेरेर फेरि कहाँ जान्छु भने नेप्च्युन गह्रौँमा जान्छु यो चाहिँ चिसो सबिनको अनुसार चाहिँ यो चिसो ग्रह हो कोल्ड प्लानेट कोल्ड अब यति भइसकेपछि अब हाम्रो सुरुको चाहिँ यहाँ चाहिँ सबिनको सबिन सन् 11 भन्ने यिनले एउटा माठ खोल्छ अब यहाँबाट नि बिजनेस यहाँबाट नि पैसा डलरमा यो त डलरै भइहाल्यो होइन अब यो पनि त्यस्तै भयो अब यी दुईवटा प्लेनबाट पनि डलर झरो होइन मैले यहाँदेखि फेरि के खोल्छु भने सुशील मार्ट खेल्छु सुपर मार्केट अब सुपर मार्केट यहाँ पनि पैसा अनि हामी दुईजनाले के गर्छौँ भने कोल्याब गर्छौँ लाइभ स्ट्रिम हामी कोल्याब गर्छौँ कोल्याब गरेपछि के गर्छौँ भने अब हामीलाई जानुपर्ने ठाउँ त कहीँ छैन हामी बनाउँछौँ जमिनदेखि स्वर्गसम्मको बाटो यसलाई मान्नुहोस् पृथ्वी यो हो हेभन अब हामीले बाटो गराउँदै गयौँ सिँढी गराउँदै गयौँ सिँढी गराइयो होइन चन्द्रमा थोडी होइन फरक यो फरक बाटो हो यहाँ चित्रमा केरकुर भए पनि बाटो फरक छ क्या बुझ्यौ हामी यहाँबाट त्यो मुनमा जाने बाटो यहाँबाट छ भने हामीले थोरै घुमाएर के यसरी माथि लाने क्या होइन त्यसरी गइन्छ हेभनसम्म अनि त्यसपछि यो भयो नेपाल गएर चाहिँ गर्ने काम हो प्लान हो होइन यसको नाम दिनुपर्छ ग्रेटेस्ट प्लान अफ ग्रेटेस्ट नेपाल्स प्लान इकोनोमिक एकदम हामीलाई इकोनोमी दिन्छ नि त हामीलाई हामीलाई त इकोनोमी दिन्छ पैसा हो कि यहाँ पनि डलर छ यहाँ पनि डलर छ यहाँ यता त खर्चै हुन्छ यहाँ त डलर हो नि त सबै ये चाल छोड़ के निकल जाएंगे और मस्त में कैश करेंगे पैसा ही पैसा होगा मस्त प्लान है 27 2027 कुरा अझै हामी जापानमा छौँ यहाँ चाहिँ अब यो प्लान सुरुमा हामीले खोल्ने भनेको गएर पानको पसल हो किनभने हामी सुरुमै पैसा त हुन्न पक्कै पनि फिर वही बात आ जाएगी जो गरीब हो ना आदमी यो साला अपनी आदत से गरीब हो रिक्की एन्ड स्यामी पान पसल अब यहाँ यो रिक्की स्यामी पान पसल भन्नुको नि कारण छ किनभने
हामीले यो इन्भेस्ट गर्छौँ यो पान पसलको चाहिँ होइन काम गर्ने चाहिँ यो दुइटा हो किनभने हेर्दै कामदार जस्तो खानु के त्यही भएर चाहिँ यिनीहरूलाई चाहिँ काम गराइन्छ यहाँबाट पहिला अलिकति पैसा उठाइन्छ त्यसपछि पैसा उठाउँदै उठाउँदै यसलाई एक्सपान्ड गरिन्छ के एक्सपान्ड गरिन्छ होइन एक्सपान्ड गरिसकेपछि चाहिँ बिजनेस यहाँ मार्टमा पुग्छ सुपर मार्केटमा पुग्यो त्यसपछि जहाज एयरपोर्टमा पुग्यो एयरपोर्ट त्यो चाहिँ एयरपोर्ट है त्यो चाहिँ प्लेन हो त्यही हो हाम्रो प्लान हो कति धेरै हाम्रो प्लान छ भने हाम्रो प्लान नि 2 पेजको हो त्यही भएर हामीलाई अन्डर एस्टिमेट नगर्दा हुन्छ अब हामीले त इन्भेस्टमेन्ट गरिसक्यो नि त हाम्रो इन्भेस्टमेन्ट त रिक्की सामी 5 पसलसम्म हो क्या यिनीहरूले हामीलाई पैसा दिन्छन् यिनी हाम्रो कामदार हुन् यिनीहरू रिक्की र सामी भनेको हाम्रो 5 पसलको कामदार हुन् एउटाले चुना लगाउँछ अर्कोले मुखमा हालिदिन्छ अनि यिनीहरूले हामीलाई चाहिँ हाम्रो बिजनेस बढाउनको लागि चाहिँ सबै मार्टमा इन्भेस्ट के अरे हामीलाई पैसा दिएपछि त हामीले सबै मार्ट खोल्नु सजिलो भयो त्यसपछि मैले सुपर मार्केट खोल्छु मलाई सजिलो हुने भयो त्यसपछि अनि पल्लो एयरपोर्ट खोलिन्छ एयरपोर्ट खोलेर चाहिँ यहाँ त हामीले त अनि मैले यस्तो क्लाइमेक्समा सुरुमा देखाउने भने पछाडि के छ भन्ने चाहिँ अहिले हेर्न मजा आउँछ कि त्यही भएर क्लाइमेक्स नै पहिला हालिदिएको सुरुको प्लान सुरुमै सुनाउँदाखेरि काट त्यही होला के भयो त हालि भयो ठिकै छ आजको प्लान त्यही हो भोलि सुतेर उठ्दाखेरि भुलेन भने यो चाहिँ गर्छु म बाई बाई थ्याङ्क यू सो मच भक्चोरी सुनिदिएकोमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब हालिदिनुहोस् लाइक सब्सक्राइब थ्याङ्क यू सो मच 今日の課題でした。写真撮るね